सिंगल खेल्छस् कि मान्छे लिएर आउँछस् कि आइजो जुत्न पनि तयार तसँग बुझिस् त कानुनी पाटाबाट जान्छस् भने कानुनी पाटाबाट म आउन पनि तयार हान्छु भन्न हानेको होइन होइन रड निकाल्यो त्यसले तर्साउनु त्यसको बानी कस्तो नि एउटा क्लबमा जान्छ हैन त्यसलाई कुनै पनि क्लबमा छिराउनु भन्दा अगाडि मान्छेले उसको हल बडी चेक गर्छ के चेक गर्छ के किनकि उ मान्छे मार्दै हिँड्ने मान्छे हो पिड्दै हिँड्ने मान्छे उसको फेरि अनि के भन्छ दादा मैले रवि चुडाले कुटेर त केही भएन भनेर फुइलाउँछ मर्दबाको छोरी हुँ मर्द छोरी हुँ बुझिस् नि पछाडिबाट हैन अगाडिबाट वार गरेको हो हानेको हो खुकुरी रेन्चु रड भन्छ नि म खुलाउँदिन भिडियोमा है हानेको हो अगाडिबाट हानेको केले हानेको हान्ने मान्छे र खाने मान्छेलाई थाहा छ तँलाई म जेलमै सटाउँछु मेरो यो तँलाई चेताउनी नै भयो तेरो केटा त अब सिधै तँलाई अङ्ग रक्छ तेरो केटाले गराछ अहिले त्यो बाबु खत्रीले तँलाई म जेलमै सताउनु तेरो छोराछोरीको मुख त म अब 1% पनि हेर्दैन तँ जेलमा गए पनि मेरो मन यतिसम्म छ कि तैँले मेरो छोरीको बारेमा यति शब्द बोले कि त्यो त्यसले पाएको छोरी भने जस्तो शब्द बोलेको छ भोलि प्रमाण लिएर आइजे प्रुफ लिएर आइजे तँ जस्तो होइन म एउटा बच्चा एउटा बाउको एउटा बच्चा एउटा बाउको म आज बाध्य भएर बोल्दैछु दिदी मेरो छोरछोरी मेरो फ्यामिलीमाथि कुरा आउँछ भने म हदसम्म भन्दा पनि हदसम्म पुग्न पनि म रेडी छु घरमै गएर त्यसलाई म कपाल भुत्लाएर त्यो जस्तो बन्दुक हान्छु भन्दिनँ म हैन कपाल भुत्लाएर घिसारेर पुलिस प्रशासनमा त्यसलाई घिसारेर मात्र लान्छु के अनि मात्र जान्छु के म पनि उहाँ दाइलाई र मलाई चाहिँ गोली हान्छु भनेकी छ बन्दुक चाहियो नि अब हैन कहाँको गोली रहेछ त्योसँग कुन गोली रहेछ खुलिआम बोलेकी छ हैन गोली हान्छु भनेर कसरी हान्दिरहेछ कहाँ हान्दिरहेछ चाहियो नि अब मबाट मात्र होइन के यसको प्रति उत्तर त्यसले उहाँ दाइको घर फ्यामिलीलाई पनि दिनुपर्ने हुन्छ अब बुझिस् है शर्मिला अचर धेरै दिइस् हैन अब चुप लाएर म बस्दिनँ मैले मेरो छोराछोरी ठेगान लगाइसकेँ हैन अब म सिङ्गल काठमाडौँमा अब तैँले जस्तो गर्छस् त्यस्तै व्यवहार मैले गर्दै जान्छु जान किन भुकेर हिँड्छस् लाज लाग्दैन तँलाई थ्रिया ज्याकेट मेरो लाको रे यो रे थुक्क मुजी के को कुनामा ओए मासाले रन्डीको छोरा के को कुनामा हेर यहाँ कहाँ छु म बुझिस् काठमाडौँको राजधानी खेलकुद के हो भनेर आउँदैन मलाई यो ठाउँमा छु म बुझिस् खाते रानीको छोरा मासाला मैले पनि त्यो भालु र शर्मिला वाइबाल जस्तो मुख छाप बाध्य तपाईँहरूले एउटा गनाउने आइमै थियो दुईटा बनाउन खोज्नु भएको हो त ठिकको मान्छे होइन रहेछ लातको भूत बातले मान्दैन भन्थे हो रहेछ त्यही मेरो छोरालाई लिएर आएर हैन त माथि मुद्दा लाउन सकिनछु भने नि एउटा बाउले जन्माको छोरी होइन म बुझिस् मलाई प्रमाण चाहियो है सुन है वाइबा भूतनी राइनी सुन त पनि राइनी नै होस् धेरै फुर्ती नलगा र अर्को कुरा चाहिँ म के भन्न चाहन्छु भने नि हाम्रो नेपाली तामाङ समूहको दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने तामाङ हुँ म भनेर चाहिँ तामाङकै धजिया उडाएर हिँडेकी छे हैन त्यो तामाङ होइन तामाङले तामाङको इज्जत उडायो भन्नुभएको छ नि त्यो राइनी हो त्यही भएर तामाङको इज्जत उडायो रिपोर्टरहरू पनि यस्तो छ माटोग्ने हानेरी होइन पक्ष विपक्षको खुलिआम लिन पाउनु पर्छ नि रिपोर्टरले होइन यहाँ के भयो भने मैले दिएको इन्टरभ्यू अपलोड गर्न पाएको छैन क्या डर धम्की होइन दुनियाँ दिवाना बोलिरहेको छ क्या कानुनी पाटाबाट जान्छस् भने पनि ठिक छ म रेडी त्यतैबाट म आउन तयार होइन होइन तैँले अब गुन्डागर्दीबाट जान्छस् भने त्यहाँ पनि तयार जतातिर जुन तरिकाबाट जान्छस् त्यहीबाट मैले एक्सेप्ट गरिरहेको छु नि त तैँले मेरो छोरछोरीलाई अहिले छोएर कुरा गर्नु पनि तँलाई जरुरत छ मैले त प्रकाश भुजेल तान्त्रिक झाँक्री केन्द्रबाट होइन भुजेल गुरुले भनेको कुरा हुन्छ ठिकै छ नि त मिलेर सबै कुरा समाधान हुन्छ भने जाउँ न त त्यही वेबाट भनी सोचेको थिएँ तर त ठिकको मान्छे होइन रहेछ लातको भूत बातले मान्दैन भन्थे हो रहेछ ठिक छ अब तैँले जे गर्छस् होइन कुन कुन स्कुलमा गएर के भन्छस् भन होइन हेरौँ त्यही बच्चालाई त्यही मेरो छोरालाई लिएर आएर होइन त माथि मुद्दा लाउन सकिनछु भने नि एउटा बाउले जन्माको छोरी होइन म बुझिस् वाइवाले बल्ल राईको पावर भेट्यो अरूलाई पिट्दै मजा आउँदै थियो होइन अब पिट्न मजा आउने नआउने भन्ने कुरो छँदैछ होइन मलाई मजाको लागि पिटेको होइन त्यसले तपाईँहरूलाई के भनेर म बुझाउँछु भने मलाई कुनै पनि स्वार्थ होइन लिनको लागि मजा लिनको लागि मैले पिटेको होइन मेरो घर व्यवहार बिगार्यो त्यो को हो र भने मेरो पोइ हो त्यो त्यसले मलाई योसँग नहिँड त्योसँग नहिँड यो नजा त्यो नजा यो खा यो नलगा त्यसले मलाई गरिदिएको हो सार्व संसार सबै त्यसले मलाई धान दिएको हो र भनेको
त्यसले भनेको उसमा हिँड्नलाई पैसा ले त्यसले मलाई राख्न दिएछ मलाई मैले पैसा दिनलाई